सम्पूर्णमा जय श्रमदान यहाँनिर म पनि छु, म पनि सँगसँगै उठाइरहेको छु। फोहोर मैला देखेको जति सबै उठाइरहेको छु। यसरी खाएर फाल्नु चाहिँ मनाइ छ। शान्ति पाख्रे म्याम पनि हुनुहुन्छ यहाँनिर आउनुभएको छ। हाम्रो यो श्रमदान अभियानमा जोडिनु भएको छ। त्यो चाहिँ खाएर चाहिँ डस्टबिन चाहिँ युज गर्नुपर्छ हामीले। यो आजबाट केराबारी पालिकामा श्रमदान अभियान सुरु भइसकेको छ। आज यो चोक वरिपरि लगायत केराबारी चोकदेखि मचिन्द्र चोकदेखि वरिपरि, त्यस पछाडि भने दालचोकतिर केराबारी सापतिर जाने निर्णय छ हाम्रो यो श्रमदान अभियानमा। सबैजना आफ्नो हात हतौडी, हसौडा, खरेटो, बेल्चा जस्ता चिजहरू बोकेर सबैजना हाम्रो हिँडिरहेको छन्। श्रमदानले यहाँ श्रम गरेर यहाँनिर सरसफाइ त गरिदिइरहेको छ। अब खाने मान्छेहरूले पनि पुरा केयरफुल्ली भएर खाइदिनु हुन पनि म अनुरोध गर्दछु। खानेले खाए पनि डस्टबिनमा मात्र फ्यालिदिनु होला। यो खाएर खाने चिजहरू सधैँभरि श्रमदानले गरिराख्न सक्दैन। र यस्तो फोहोर मैला भनेको चाहिँ जसले खाए पनि खानेलाई रोकसेक छैन, तर यसरी फाल्नु चाहिँ मनाइ छ है। अब बाटोमा र यहाँनिर हाम्रो केराबारीको भाइहरू एकदम जागरुकको साथ उपस्थिति भइसकेको छ। यहाँनिर श्रम गर्नको लागि सबैजनाले खाएर खानु पाइयो तर फाल्नु पाइएन, त्यो चाहिँ हुनु पर्यो होइन। ल यहाँनिर हाम्रो दिदीहरू सबैजना हुनुहुन्छ। र यो भोला चक्लेटको खाएर खोल फाल्नेहरूलाई के भन्न चाहनुहुन्छ तपाईँहरू? सुरक्षित तरिकाले खानु होला भन्न चाहन्छौँ। खानु पाइन्छ जता तता पनि फाल्नु पाइँदैन होइन त? ल धन्यवाद। कुकुरलाई पनि सम्हालेर राख्नु होला होइन त? पालिसकेपछि त सम्हालेर राख्नु पर्यो नि त हैन? यसरी भोला खाएर चुइगम खाएर जथाभावी फाल्नु मनाइ छ। अबदेखि आफ्नो ठाउँ आफै बनाऊ। सधैँभरि श्रमदानले गरिराख्न सक्दैन। र अब भने यो हाम्रो मचिन्द्र चोक वरिपरि श्रमदान भइसकेको छ। अब भने हाम्रो श्रमदान दाता टोलीहरू केराबारी सापतिर अघि बढ्ने छ है त गाइस। साथीहरू यस्तो चाहिँ चुरोट खायो, जताभावी फ्याल्यो यसरी। उपस्थित सम्पूर्ण हाम्रो यो श्रम महाअभियानमा जोडिनुहुने सम्पूर्ण श्रमदाताज्यूहरूलाई एउटा सानो केही कुराहरू यहाँमा हामी राख्नेछौँ। जसले गर्दाखेरि हामी यतिखेर श्रमदानमा जोडिरहेको छौँ। सबैलाई धेरै धेरै धन्यवाद। हामी आज अझै पनि श्रमदान गर्नु हाम्रो धेरै छ। त्यसले गर्दाखेरि हामी यो मचिन्द्र चोकमा यतिखेर श्रमदानकै क्रममा हामी उपस्थित भइसकेका छौँ भने श्रमदान अभियान भएको छ। आज निकै धेरैको उपस्थितिमा हामी देखिरहेका छौँ। हामी यो भाषण भन्दा पनि हामी कामलाई चाहिँ माया गर्नुपर्छ भनेर हाम्रो मेयर हर्क सम्पङ जो श्रम संस्कृति पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भनिसक्नु भएको छ। सम्पूर्णमा जय श्रमदान अभियानमा छौँ। सम्पूर्ण श्रमदाताहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। हामी औपचारिक कार्यक्रममा छैनौँ, हामी काम गरिरहेका छौँ। अबको यो 27 गते यहाँहरूको गाउँ सभा हुनेछ। त्यस पछाडि यहाँले आधिकारिक रूपमा यहाँहरू चाहिँ गाउँ कमिटीमा बस्नुहुनेछ। त्यसर्थ मात्रै हाम्रो एउटा चाहिँ औपचारिक कार्यक्रम हुनेछ। सम्पूर्ण श्रमदाता महानुभावहरूलाई म के अनुरोध गर्न चाहन्छु भने हाम्रो श्रम संस्कृति पार्टी यति बेला हामी चुनावको सङ्घारमा पनि छौँ। त्यो सँगसँगै आफ्नो गाउँ आफै बनाउनुपर्छ भनेर हामी सम्पूर्ण गाउँघरबाट चाहिँ हामी श्रमजीवी वर्गहरू र श्रम गर्ने महानुभावहरू हाम्रो श्रम पिताले भन्नुभएको छ हप्ताको 1 दिन चाहिँ देशको लागि, समाजको लागि, राष्ट्रको लागि र हप्ताको 6 दिन चाहिँ हामी हाम्रो
आफ्नो लागि भन्नुभएको छ। तपाईँहरू सम्पूर्ण श्रमदाता महानुभावहरूलाई हप्ताको एक दिन श्रम गरेर हाम्रो सुन्दर नगर, सुन्दर समाज, सुन्दर गाउँ बनाउनको लागि यहाँलाई हार्दिक अनुरोध गर्दै र हाम्रो यही 8 गते चाहिँ विशाल केराबारीको सभा हुनेछ। त्यसमा हाम्रा श्रम पिता आदरणीय व्यक्तित्व हाम्रा श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष अर्का साम्पाङज्यूको गरिमामय उपस्थिति हुनेछ र तपाईँ सम्पूर्ण महानुभावहरूलाई उपस्थितिको लागि म हार्दिक अनुरोध गर्दै आज जति पनि श्रमदानमा खट्नुहुने आउनुहुने तपाईँ सम्पूर्ण श्रमदाताहरूप्रति म हार्दिक आभार व्यक्त गर्दै र हामीलाई सौजन्य गर्नुहुने विभिन्न व्यक्तित्वहरूले हामीलाई आर्थिक नैतिक भौतिक सहयोग गर्नुभएको छ। टी सर्टहरू सहयोग गर्नुभएको छ, यसरी हामीलाई क्याम्प सहयोग गर्नुभएको छ, हामीलाई खाजा पानीहरू सौजन्य गर्नुभएको छ, हामीलाई ग्लोभ्सहरू सौजन्य गर्नुभएको छ। उहाँहरूप्रति पनि म हार्दिक आभार व्यक्त गर्दै अब भने म यहाँलाई धेरै कुरा राख्न चाहन्न। तपाईँहरू हरेक शनिबार यहाँहरूले चाहिँ श्रममा आउनको लागि आफ्नो गाउँ टोलबाट चाहिँ श्रममा आउनको लागि यहाँलाई हार्दिक अनुरोध गर्दै अब हामी हाम्रो देशलाई श्रममय बनाएर मात्रै हाम्रो देश परिवर्तन छ तसर्थ यहाँलाई हार्दिक अनुरोध गर्दै यो टी सर्ट यो क्याप चाहिँ म सबैभन्दा पहिला मेरो छेउमा एकजना दिदी हुनुहुन्छ उहाँ हाम्रो श्रम गर्न आउनुभएको उहाँलाई लगाएर चाहिँ म यो उद्घाटन गर्न चाहन्छु। अनि अर्को कुरा यो तपाईँ जति पनि टी सर्ट लाउनु भएको छ, यो क्याप लाउनु भएको छ, यो टी सर्ट लगाएर तपाईँले मद्यपान धुम्रपान जहाँ रक्सी काण्डमा गएर होइन हात बजारमा नाचेर तास जुवा खेल्नु भएन। यो टी सर्ट भनेको एउटा हाम्रो ब्रान्ड हो। तपाईँले श्रम गर्ने बेलामा लाउनु होला, हाम्रो कार्यक्रममा लाउनु होला, अन्यथा टी सर्टलाई एकदमै माया गर्नु होला। त्यतिखेर हामीले हाम्रो पुलिस आर्मीहरूले हाम्रो चाहिँ यो आफ्नो वर्दी लाउनुहुन्छ, त्यो वर्दी जस्तै हो हाम्रो यो श्रम संस्कृतिको टी सर्ट पनि। यो टी सर्टलाई चाहिँ मिसयुज नगरिदिनु हुने यहाँलाई पनि हार्दिक अनुरोध गर्दै र यो जुन क्यापहरू आएको छ जति यो पनि क्यापहरू चाहिँ टी सर्ट नपाउनेहरूले मात्रै प्रयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दै अब भने यहाँ सम्पूर्ण महानुभावहरूलाई श्रमदानमा लाग्नु हुन अनुरोध गर्दछु। धन्यवाद, नमस्कार, जय श्रमदान। अब चाहिँ फेरि यो टी सर्ट नहुनेहरूलाई हामीलाई क्याप वितरण हुँदैछ। हाम्रो शान्ति पार्टी म्यामको हातबाट म क्याप लगाउनको लागि अघि बढिरहेको छु यहाँ हाम्रो मसिनो बहिनीहरू पनि श्रमदान गर्दैछ। यहाँनिर केराबारी मचिन्द्र चोकदेखि पश्चिमपट्टि लागिरहेछ हाम्रो श्रमदाताहरू।